त्यो मोबाइल बनाउन पर्ने ए टु जेड मोबाइल पार्ट्स भन्ने चाहिँ कहाँनिर रहेछ त? घन्टाघरमा गएर हेर्नुपर्छ। नमस्कार दाइ। हजुर ए, नमस्ते दाइ। प्रेमराल होइन? हो भाइ हो। हजुर। ए अनि लगाउनु भाइ यो मोबाइल बिग्रेर हैरान बनायो क्या। हजुर। त्यो हाम्रो एकजना भजन गायक भाइ हुनुहुन्छ नि प्रदीप तिवारी भाइ, त्यो भाइले विज्ञापन दिनुभएको थियो। त्यो कहाँनिर हो त्यो भन्नुभएको थियो। घन्टाघरको अगाडि ए टु जेड मोबाइल पार्ट्स भन्ने थाहा छ? हजुर हजुर केही होइन दादा। यो कहाँनिर भाइ लु न ठ्याक्कै घन्टा आउनुहोस् त। कहाँनिर रहेछ त्यो खोइ? यो ठ्याक्कै घन्टा घर, यो घन्टा ठ्याक्कै अगाडिपट्टि ए टु जेड मोबाइल पार्ट्स एन्ड एक्सेसरिज। मोबाइल सम्बन्धी सम्पूर्ण काम एउटै छाना। ए टु जेड मोबाइल पार्ट्स। आहा यहाँ पो रहेछ त है? हजुर। ओहो साउजी नमस्कार। हेलो नमस्कार। मोबाइल पार्ट्स यहाँ पो हो? ए टु जेड मोबाइल पार्ट्स भन्ने सबै सामान छ लु न। मेरो एउटा यो मोबाइल कति ठाउँमा बनायो भाइ है? यो हैरानै बनाइसक्यो क्या। काहीँ बन्ने डिस्प्ले अफ भएको भाइ गर्छ, चार्ज देखाउँछ, चार्ज हालेपछि चार्ज निकालेपछि फेरि काहीँ नबनेको भाइ, हैरान लु न भाइ भित्रै आऊ। ए ल ल ओहो भित्र यस्तो ए हाम्रो टेक्निसियन मित्रहरू हुनुहुन्छ। ए भाइ नमस्कार है। नमस्कार। लु न भाइ मेरो यो बसौँ बस्नु पर्छ। यो मेरो मोबाइल कति ठाउँमा देखायो क्या भाइ? हजुर। यो डिस्प्ले अफ भएको भाइ गर्यो, चार्जमा हाल्दाखेरि अन हुन्छ, हजुर। अनि 50% ब्याट्री देखाउँछ, फेरि चार्ज निकालेपछि अफ भइहाल्छ। यो मैले कति ठाउँमा देखाएँ, भन्दै भनेन भाइ। लु यो बन्छ कि भन्दैन भाइ? बन्छ किन नभन्नु, बन्छ भाइ। जुनसुकै मोबाइल पनि बन्छ। आहा के समस्या हो त्यो हेर्नु पर्यो पहिले। अनि के बन्छ त भाइ? साथीहरू, तपाईहरू पसल सञ्चालन गर्दै आइरहनु भएको छ अथवा पसल सञ्चालन गर्न सोचमा हुनुहुन्छ भने सबै सामान एउटै छानामुनि उपलब्ध हुने विश्वासको एकमात्र ठाउँ ए टु जेड मोबाइल पार्ट्समा एकचोटि भिजिट गरेर हेर्नुहोला कस्तो छ। हामीसँग सम्पूर्ण मोडलका डिस्प्ले, ब्याट्री, हाउजिङ, पावर ब्याङ्क, चार्जर लगायत सम्पूर्ण मोबाइलको एक्सेसरिज सामान पाउनुको साथै दक्ष टेक्निसियनद्वारा डिस्प्ले फिट, डिस्प्ले कटिङ, हार्डवेयर सफ्टवेयर सम्बन्धी सम्पूर्ण काम एउटै छानामुनि हुन्छ है त साथीहरू। ए बनिसक्यो भाइ? हजुर। तपाईँको मोबाइलमा चाहिँ के भएर छ? चार्जिङ आइसी समस्या रहेछ। ए चार्जिङ आइसी समस्या भएर चाहिँ त्यो चार्जिङ आइसी फेरिसी भयो। ए ए अब अन्त चाहिँ त्यो चार्जिङ आइसी नबना भएर चाहिँ नबने तपाईँको फेरिसकेपछि अहिले चार्ज भइसक्यो, तपाईँको ओपन भइसक्यो है त मोबाइल। अब यो समस्या आउँदैन नि अब है? अब आउँदैन अब ढुक्क भयो नि है? ढुक्क हुनुहोस् अब हस्, तपाईँ। थ्याङ्क यू सो मच भाइ। हस्, हुन्छ। अब के पाइँदो रहेछ त एकचोटि सर हेरौँ ल। आहा यतातिर त सब मोबाइलको पार्ट्सहरू है सबै पाउँदो रहेछ त यहाँ त। आहा ल यस्तो यस्तो मोबाइलको पार्ट्सहरू सबै पाउने रहेछ। ए ल ल यतातिर यस्तो अहो सबै यो ब्याट्रीदेखि लिएर होइन सबै मोबाइलमा राखेको यो चिप्सहरू यस्तो सबै पाउँदो रहेछ है। यो डिस्प्ले